मैले चाहेको जस्तो जीवन होइन, तर तपाईले चाहेको जस्तो जीवन जिउन चाहन्छु। मैले भनेको पुग्नुपर्छ भन्ने छैन प्रभु, तर तपाईले भनेको चाहिँ पुगोस् मेरो जीवनमा। हो, तपाईको योजनाहरू मेरो लागि कति सुन्दर छ प्रभु। प्रभु, तपाईको योजनाहरू मेरो लागि कति महान छ। तपाईले मेरो भलाइको बारेमा सोच्नुहुन्छ। यद्यपि म सबै कुरा एउटै परिस्थितिमा बुझ्दिनँ, तर मलाई यो कुरा थाहा छ र शैतानले मलाई कहिले पनि ढाँट्न सक्दैन। जस्तै कष्टको बीचमा शैतानले मलाई ढाँट्न सक्दैन कि मेरो परमेश्वर भलो हुनुहुन्छ र मेरो राजाले मेरो लागि सुन्दर योजना बनाउनु भएको छ। र म निर्धक्क हुन्छु र म बिसाउँछु। म शान्त हुन्छु, तपाईको उपस्थितिमा म शान्त हुन्छु। अनि पवित्र आत्माले मेरो आत्मालाई गवाई दिँदछ कि म परमेश्वरको छोरा हुँ, म परमेश्वर